नमस्कार, जय श्री हरि। मेष राशिदेखि मीन राशिसम्म 12वटा राशिलाई विक्रमसम्म 2082 सालको फाल्गुन महिनामा के कस्तो फल मिल्दैछ ग्रह गोचरीय हिसाबले सठिक रूपमा छोटो रूपमा बताउनका लागि हजुरहरूलाई जानकारी दिनका लागि म ज्योतिषी पण्डित टीकाराम पौडेल उपस्थित भइसकेको छु। ओम टिभी नेपाल परिवारमा हजुरहरू सबैलाई हार्दिक स्वागत छ। हजुरहरू कुन कुन राशिका लागि यो महिना अत्यन्त शुभ रहनेछ र कुन कुन राशिका लागि के कसरी अगाडि बढ्नुपर्नेछ, कुन भगवानको स्मरण गरेर अगाडि बढ्दा राम्रो हुन्छ, के विधि के उपाय, यसका बारेमा पनि सठिक रूपमा राशिफलको माध्यमबाट हजुरहरूलाई बताइनेछ। हजुरहरूले आफ्नो राशिलाई मेष राशिदेखि मीन राशिसम्मका जति पनि महानुभावहरू हुनुहुन्छ सबैले आफ्नो राशिफललाई श्रवण गरेर हुन सक्ने अनहुनीबाट बच्न सक्नुहुनेछ र विशेष हजुरहरूलाई राम्रो पनि हुनेछ। राशिफल श्रवण गर्नुहोला, कस्तो लाग्छ कमेन्ट बक्समा लेखिदिनु होला। मकर राशिबाट कुम्भ राशिमा सूर्य ग्रहले प्रवेश गरिसकेपछि हजुरहरूलाई मिल्ने फल के हो त जस्ताको तस्तै मैले राख्नेछु, पूरा श्रवण गर्नुहोला। विक्रमसम्म 2082 सालको फाल्गुन महिना मेष राशि हुने जति पनि महानुभावहरू हुनुहुन्छ तपाईहरुका लागि के कस्तो रहँदैछ सठिक रूपमा छोटो रूपमा राशिफलको जानकारी दिनका लागि म ज्योतिषी पण्डित टीकाराम पौडेल उपस्थित भएको छु। हजुरहरू सबैलाई हार्दिक स्वागत छ। अब मकर राशिबाट कुम्भ राशिमा फाल्गुनको महिनामा सूर्य ग्रहले प्रवेश गर्नुहुनेछ। यसै कारणले गर्दा सूर्य ग्रहले दिने ग्रह गोचरको फल कुम्भ राशिमा प्रवेश गरिसकेपछि मेष राशिलाई जे जस्तो हो जस्ताको तस्तै म जानकारी दिनेछु। विशेष लाभ स्थानमा तपाईहरुको आफ्नो राशिबाट सूर्य ग्रहले प्रवेश गर्ने यो फाल्गुनको महिनामा देखिन्छ। त्यो क्षेत्र भनेको आय लाभ इच्छा पूर्तिको क्षेत्र पनि हो र मित्र र सञ्जाललाई बलियो बनाउने क्षेत्र पनि त्यो क्षेत्र हो र आफूभन्दा अग्रज कोही दिदी अथवा दाजुसँग सम्बन्धित त्यो क्षेत्र पनि हो। यसै कारणले गर्दा तपाईहरुका लागि यो महिनामा कुनै नेटवर्किङ बढ्न सक्ने अथवा त्यस्ता कुनै पनि व्यवसायहरू छन् भने त्यसबाट तपाईहरुलाई केही लाभ मिल्न सक्ने, तर सही तरिकाले सच्चा तरिकाले तपाईहरु काममा अगाडि बढ्नु भएको छ भने विशेष कोही व्यक्तिहरूसँग चिनजान भएर केही अवसरहरू प्राप्त हुने यो महिना रहनेछ भने मित्र र सहयोगीबाट पनि तपाईहरुलाई केही साथ र सहयोग मिल्ने यो महिना रहेको छ। धन मान प्राप्तिको महिना पनि रहेको छ। नवीन पदहरू प्राप्त हुन सक्ने, तपाईहरुले चाहिँ सरुवा बढुवाका लागि केही मेहनत गर्नु भएको छ भने लाभ हुन सक्ने यो महिना रहेको छ र धेरै व्यक्तिहरूको अनुग्रह प्राप्त पनि हुनेछ। आध्यात्मिक यात्रा हुन सक्ने अथवा अध्यात्ममा रुचि बढ्ने यो महिना तपाईहरुका लागि रहनेछ। शुभ माङ्गलिक कार्यहरूको संकेत देखिन्छ अथवा त्यस्ता योजनाहरू तपाईहरुले बनाउन सक्नुहुनेछ। सात्विकतामा वृद्धि हुने यो महिना तपाईहरुका लागि रहनेछ भने राज्य पक्षबाट केही कृपा आशीर्वाद प्राप्तिको महिना भएका कारणले गर्दा जस्तै राज्य पक्षसँग जोडिएर केही कामहरू तपाईहरुले गर्दै हुनुहुन्छ अथवा तपाईहरु राज्य पक्षबाट कहीं पीडित हुनुहुन्थ्यो र त्यसको समस्याको समाधानका लागि केही कर्महरू गरेर अगाडि बढ्न खोज्दै हुनुहुन्छ, बढ्दै हुनुहुन्छ भने विशेष लाभयुक्त महिना तपाईहरुका लागि रहनेछ र आफूभन्दा अग्रज व्यक्तिहरूबाट आशीर्वाद मिल्ने जस्तै पैतृक धन सम्पत्ति आदिबाट लाभ मिल्ने यो महिना तपाईहरुका लागि रहनेछ भने अर्को चाहिँ के हुन्छ त भन्दा तपाईहरुले जस्तै विवाहित हुनुहुन्छ, सन्तानहरू छन् भने सन्तानको उन्नति प्रगति केही हुन सक्ने अथवा तपाईहरुले चाहिँ शेयर कारोबारदेखि लिएर हरेक कुराहरूमा चाहिँ हात लगाउनु भएको छ भने विशेष त तपाईहरुलाई लाभ मिल्ने र विद्या बुद्धिको विकासको महिना पनि तपाईहरुका लागि रहनेछ। शिक्षा क्षेत्रमा रहने महानुभावहरुका लागि पनि विशेष लाभयुक्त महिना तपाईहरुका लागि देखिएको छ। केही तपाईहरुले चाहिँ अब यो महिनामा नयाँ कामहरू आरम्भ गर्न चाहनुहुन्छ भने शुभ दिनमा अगाडि बढ्नु भयो भने राम्रो हुनेछ। समाजमा तपाईहरुको चर्चा हुनेछ। विशेष सामाजिक कार्यहरूमा अगाडि बढ्ने व्यक्तिहरूका लागि केही छुट्टै पहिचान बढाउन सक्ने, तर यो महिना अलिकति संघर्षयुक्त पनि तपाईहरुका लागि देखिएको छ। निकै आफ्ना प्रतिस्पर्धीहरू निकै हावी हुने महिना तपाईहरुका लागि देखिएको छ। अलिकति बचेर अगाडि बढ्नु होला। अहंकार त्याग गर्नुपर्ने यो महिना हो। के नगर्ने त भन्दा अहंकार त्याग गर्ने,
विशेष गरिब गुरुबा आदिलाई चाहिँ आफूले सहयोग गर्ने कुराहरूमा सहयोग गरेर अगाडि बढ्न सक्नुहुनेछ। यसरी अगाडि बढ्नुभयो र सूर्यलाई विशेष जल चढाउनुहुन्छ भने सूर्य मजबुत भइसकेपछि तपाईँहरूलाई राम्रो पनि हुँदै जानेछ र भगवान शिवजीको पनि सेवा हजुरहरूले गरेर अगाडि बढ्न सक्नुहुनेछ। विशेष राम्रो हुँदै पनि यी कर्महरू गरेर अगाडि बढ्नुभयो भने अझ तपाईँहरूलाई राम्रो हुनेछ। भिडियो सेयर गरिदिनु होला। तपाईँहरू वृष राशिका लागि अब यो फाल्गुनको महिनामा सूर्य ग्रह दशम भावमा रहनुहुनेछ। विशेष दशम भावमा सूर्य ग्रह रहिरहँदाखेरिको अवस्थामा तपाईँहरूलाई उत्तम धनमान प्राप्तिको समय रहनेछ र केही नवीन पद प्राप्तिको समय पनि तपाईँहरूका लागि रहनेछ। दशम भाव भनेको कर्म भाव हो र केही उन्नति पद प्रतिष्ठाको भाव पनि हो र पितासँग सम्बन्धित पनि त्यहाँबाट हामीलाई केही चाहिँ फलहरू मिल्ने हुन्छ। यसै कारणले गर्दा तपाईँहरूले प्रमोसनका लागि केही आवश्यक तयारीहरू गरिराख्नु भएको छ भने यो महिनामा तपाईँहरूका लागि राम्रो हुनेछ। केही जिम्मेवारी पनि तपाईँहरूमा बढ्नेवाला छ। केही स्थिर आम्दानीको सङ्केत पनि तपाईँहरूका लागि रहनेछ भने उच्च पदस्थ व्यक्तिहरूसँग तपाईँहरूको चाहिँ केही राम्रै प्रकारको चिनजान हुन सक्ने यो महिना रहनेछ। सज्जनद्वारा लाभ मिल्नेछ। दुर्जन व्यक्तिहरूबाट टाढा रहनुपर्नेछ। यो महिनामा यो कुरामा ध्यान दिनु होला। प्रत्येक कार्यमा सफलता मिल्ने महिना त हो, तर त्यही अनुसार तयारी र योजनाका साथमा तपाईँहरू अगाडि बढ्नुपर्नेछ र केही सुअवसरहरू विभिन्न चाहिँ योजनाहरू तपाईँहरूले अगाडि बढाउन सक्ने अवसरहरू प्राप्तिका साथसाथमा यसरी भन्न खोजिएको हो। मान गौरव र प्रताप बढ्ने यो महिना तपाईँहरूका लागि रहनेछ। विशेष केही राजनीतिक चासो पनि तपाईँहरूमा रहने यो महिना रहेको छ भने तपाईहरू कुनै पनि प्राइभेट क्षेत्रहरूमा रहेर काम गर्दै हुनुहुन्छ भने पनि लाभयुक्त महिना रहनेछ। भूमि वाहनसँग सम्बन्धित केही तपाईहरूले चाहिँ कामहरू गर्दै हुनुहुन्छ, वाहन आदिका भूमि आदिका भने पनि तपाईँहरूलाई केही हदसम्म चाहिँ लाभयुक्त महिना रहनेछ। मातृपक्षबाट पितृपक्षबाट केही साथ सहयोग सपोर्ट र आशीर्वादको महिना रहनेछ र अलिकति केही तपाईहरुमा चाहिँ स्वास्थ्यमा थकानको स्थिति चाहिँ रहन सक्छ। अन्य चाहिँ हिसाबले स्वास्थ्य पुरै खराब भनेर यहाँ त्यस्तो अवस्था देखिँदैन, तर थोरै थकान काम ज्यादा गर्नुपर्ने र ज्यादा शरीर थाकेको महसुस हुने यो महिना रहेको छ र यो महिनामा तपाईहरूले आफूभन्दा अग्रज व्यक्तिहरूको सम्मान गर्ने, उहाँहरूको आशीर्वादका साथसाथमा तपाईहरूले चाहिँ आइतबार चाहिँ सूर्यलाई विशेष जल दिएर सूर्यको स्मरण गरेर काममा अगाडि बढ्नुहुन्छ भने यो महिना तपाईहरुका लागि लाभदायक रहनेछ। शिक्षामा पनि विशेष केही राम्रो हुने यो महिना तपाईहरुका लागि रहेको देखिन्छ। यसरी हेर्दाखेरि ग्रह गोचरीय हिसाबमा यो महिना सूर्य ग्रहको राम्रो प्रभाव तपाईहरुका लागि देखिएको छ। आत्तिन परेन, कर्म गरेर अगाडि बढ्नु होला। भिडियोलाई शेयर गरिदिनु होला। विक्रम सम्वत 2082 सालको फाल्गुन महिना मिथुन राशि हुने महानुभावहरुका लागि के कस्तो रहने सठिक रूपमा छोटो रूपमा हजुरहरूलाई राशिफल लिएर म ज्योतिषी पण्डित टीकाराम पौडेल उपस्थित भएको छु। आफ्नो राशिफललाई पूरा श्रवण गर्नुहोला र राशिफललाई श्रवण गरेर के गरेर अगाडि बढ्दा राम्रो हुन्छ, कुन कुन क्षेत्रमा ठिक अथवा बेठिक के कस्तो रहेछ हजुरहरूले जानेर अगाडि बढ्नु भयो भने विशेष राम्रो पनि हुनेछ। विशेष सूर्य ग्रहले राशि परिवर्तन गरेर कुम्भ राशिमा प्रवेश गरिसकेपछि तपाईहरुलाई मिल्ने फल के हो त जस्ताको तस्तै म बताउने छु। तपाईहरुको आफ्नो राशिबाट फाल्गुनको महिनामा सूर्य ग्रह नवम भावमा भाग्य भावमा रहने देखिन्छ। ग्रह गोचरको फल अनुसार केही कान्तिक क्षय हुने यो संकेत तपाईहरुका लागि देखिएको छ। केही झुटा आरोप प्रत्यारोपको संकेत पनि तपाईहरुका लागि रहेको छ भने सामान्य केही अड्केका कामलाई बनाउन पनि सक्ने यो महिना तपाईहरुका लागि रहनेछ। र विशेष नवम भाव भनेको भाग्यमा वृद्धि हुने भाव हो। धर्म र ज्ञान जागरण हुने भाव पनि रहेका कारणले गर्दा केही धार्मिक क्षेत्रप्रति तपाईहरुको चासो रहने, रुचि रहनेदेखि लिएर केही लामो यात्राको संकेत पनि तपाईहरुका लागि रहनेछ। र अग्रज महानुभावहरुको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। पैतृक केही सम्पत्ति आदिबाट लाभ, पिता पुर्खा आदिका कुनै पनि कामहरुबाट लाभ अथवा घरमा कोही अग्रज व्यक्ति हुनुहुन्छ भने उहाँहरुबाट केही साथ र सहयोग तपाईहरुलाई मिल्नेछ भने तपाईहरुलाई चाहिँ केही अपमानको भयको संकेत पनि देखिए
देखिएको छ। यो फाल्गुनको महिनामा आफूले प्राप्त गरेको धन कतै नाश हुन सक्ने, पुण्यको हानि हुने, तपाईँहरूले चाहिँ पुण्य प्राप्त गर्दा गर्दै पनि कतै पुण्यको हानि पनि भइहाल्छ कि भन्ने यस्तो प्रकारको सङ्केत पनि देखिएको छ। सामान्य अशान्ति उत्पन्न हुने महिना पनि तपाईँहरूका लागि यो फाल्गुनको महिना रहेको छ र तपाईँहरूले ज्यादा प्रयत्न गर्नुपर्छ, मेहनत ज्यादा गर्नुपर्छ र यो महिनामा सफलता प्राप्तिका लागि के गर्नुपर्छ त भन्दा गुरुको सम्मान गर्नुपर्छ र झुटो अहङ्कार नगर्ने, विशेष धर्म कार्यमा समय दिने काम गरे र तपाईँहरूले चाहिँ विशेष यो महिनामा आफ्ना कुल अथवा पितृको विशेष स्मरण गरे तपाईँहरूलाई राम्रो हुनेछ। भिडियोलाई सेयर गरिदिनु। कर्कट राशि हुने जति पनि महानुभावहरू हुनुहुन्छ, हजुरहरूका लागि विक्रमसम्म 2082 सालको फाल्गुन महिना के कस्तो रहन्छ सटिक रूपमा सर्टकटमा म राशिफल हजुरहरूलाई बताउनेछु। म टिकाराम पौडेल, हजुरहरू सबैलाई हार्दिक स्वागत छ। र सूर्यले मकर राशिबाट कुम्भ राशिमा प्रवेश गरिरहँदा हजुरहरूलाई ग्रह गोचरीय हिसाबमा मिल्ने फल म हजुरहरूलाई बताउन लागिरहेको छु। तपाईहरुको आफ्नो राशिबाट फाल्गुनको महिनामा सूर्य ग्रह 8औं भावमा रहनेछन्। विशेष 8औं भाव अलिकति कमी कमजोरीको क्षेत्र अथवा केही उतार चढावको क्षेत्र अथवा अचानक केही सामान्य समस्याहरू पर्ने क्षेत्र हो। यसैले आफूमा भइरहेका कमी कमजोरीलाई यो महिनामा तपाईहरुले सुधार गरेर अगाडि बढ्नु होला। केही रक्त समस्याहरूको संकेत पनि तपाईहरुका लागि रहनेछ। आकस्मिक खर्चमा वृद्धि हुने संकेत तपाईहरुका लागि रहेको छ। खराब कामबाट बस्नुपर्छ, खराब काम गर्ने व्यक्तिहरूको संगतबाट बस्नुपर्छ। यो महिनामा शत्रुहरूसँग झगडाको संकेत देखिएको छ। शरीरमा केही पीडाको संकेत देखिएको छ भने कतै तपाईहरुले चाहिँ राज्य भय बिहोर्नुपर्ने अवस्थाहरू आउन सक्नेछ। अधिक व्यय हुने यो महिना तपाईहरुका लागि रहेको छ। तपाईहरुले अलिकति कोही न कोही व्यक्तिहरूसँग चाहिँ प्रतिस्पर्धा गर्दै गर्दा दोस्रो व्यक्तिका केही कुराहरू सुन्नुपर्ने अवस्था पनि आउन सक्नेछ र अनुसन्धानका क्षेत्रहरूमा रुचि बढ्ने यो महिना तपाईहरुका लागि हो। तन्त्र साधना आदिमा विशेष रुचि बढ्ने यो महिना तपाईहरुका लागि रहेको छ र त्यसै क्षेत्रमा रहनेलाई चाहिँ केही हदसम्म लाभ पनि मिल्नेछ। अविश्वास बढ्न सक्छ यो महिनामा। तपाईहरुको चाहिँ विश्वास कमै व्यक्तिले गर्न सक्ने खालको संकेत हो। त्यसैले कसैलाई केही कुराहरू भन्दै हुनुहुन्छ भने विशेष विचार पुर्याउनु होला। अब के नगर्ने भन्ने कुरामा सूर्यलाई विशेष जल चढाएर यो महिनामा तपाईहरु अगाडि बढ्नुपर्छ। नकारात्मक सोचलाई कम गरेर अगाडि बढ्नुपर्छ। जोखिमपूर्ण कामहरू नगर्ने, नयाँ कामहरू जोखिमपूर्ण जो आफूले जानेको छैन त्यस्ता कामहरूमा अगाडि नबढ्नु होला। भिडियोलाई सेयर गरिदिनु होला। सिंह राशि हुने जति पनि महानुभावहरू हुनुहुन्छ, तपाईहरुका लागि विक्रमसम्म 2082 सालको फाल्गुन महिना के कस्तो रहनेछ, तपाईहरुलाई कस्तो फल मिल्दैछ त जस्ताको तस्तै सटिक रूपमा राशिफल बताउनका लागि म टिकाराम पौडेल उपस्थित भएको छु। हजुरहरू सबैलाई हार्दिक स्वागत छ। मकर राशिबाट कुम्भ राशिमा सूर्य ग्रहले राशि परिवर्तन गरिरहँदा हजुरहरूलाई के कस्तो प्रभाव पर्नेछ, जो सूर्य ग्रहको ऊर्जाले हजुरहरूलाई चाहिँ दिमागमा के कस्तो प्रभावहरू पार्नेछ यसको बारेमा चर्चा हुनेछ। पुरा आफ्नो राशिफललाई श्रवण गर्नु होला। तपाईहरुको आफ्नो राशिबाट फाल्गुन महिनामा सूर्य ग्रह 7औं भावमा रहनेछन्। 7औं भाव भनेको चाहिँ पारिवारिक सम्बन्धसँग सम्बन्धित र साझेदारी कुनै पनि कामसँग सम्बन्धित क्षेत्र पनि हो। यसै कारणले गर्दा तपाईहरु दाम्पत्य जीवनमा हुनुहुन्छ अथवा विवाहित हुनुहुन्छ भने केही वैमनस्यता बन्न सक्ने यो महिनामा रहेको छ र तपाईहरुमा केही खानपानमा सुधार गर्नु भएन भने सामान्य स्वास्थ्यमा असरको अवस्था पनि रहेको छ। कार्यक्षेत्रमा बारम्बार चुनौती आउने, बारम्बार असफलता मिलिरहँदा तपाईहरुलाई अलिकति कहीं न कहीं समस्याहरू पर्ने, ज्यादा सोचाइ हुने यस्तो महिना तपाईहरुका लागि रहनेछ र व्यवसायमा बाधा व्यवधानका स्थितिहरू रहनेछ। कतै यात्राहरू गर्दै हुनुहुन्छ भने विशेष ध्यान दिनुपर्छ। शिर पीडा, शरीरमा केही पीडा, धनमान हानि, केही क्लेशका स्थितिहरू रहनेछ। तपाईहरुले खुलेर बोल्दै हुनुहुन्छ भने कतै विवाद पर्न सक्ने यस्तो स्थिति पनि रहनेछ भने अलिकति बाहिरको चमक धमक धेरै देखाउने व्यक्तिहरूसँगको संगतमा विशेष होस पुर्याउनु होला र पार्टनरशिपमा काम गर्दै हुनुहुन्छ भने विशेष होस पुर्याउनु होला। तपाईहरु जीवनसाथीसँग विनम्र चाहिँ व्यवहार गर्नु होला अथवा नम्रता देखाउनु होला अनि राम्रो हुनेछ। अहंकारलाई कम गर्नु होला। सूर्य ग्रहको मन्त्र जप गर्नु होला। ओम गृह्णी सूर्याय नमः। सूर्यलाई तपाईहरुले जल चढाउनु होला। यसले तपाईहरुलाई राम्रो गर्नेछ। भिडियोलाई शेयर गरिदिनु होला। हजुरहरु कन्या राशिका लागि विक्रमसम्म 2082 सालको फाल्गुन महिना के कस्तो रहन्छ, कस्तो फल तपाईहरुलाई मिल्दैछ जस्ताको तस्तै सटिक रूपमा बताउनका लागि म टिकाराम पौडेल उपस्थित भएको छु। हजुरहरु सबैलाई हाम्रो पेजमा, हाम्रो च्यानलमा स्वागत छ। हजुरहरुलाई
मकर राशिबाट कुम्भ राशिमा सूर्य ग्रहले राशि परिवर्तन गर्दा मिल्ने फल जस्तो हो ग्रह गोचरको जस्ताको तस्तै म बताउनेछु। विशेष तपाईँहरूको आफ्नो राशिबाट 6औं भावमा सूर्य ग्रह रहनेछन् फाल्गुनको महिनामा। 6औं भाव भनेको रोग ऋण शत्रुसँग सम्बन्धित भाव हो, प्रतिस्पर्धाको भाव हो विशेष, र प्रतिस्पर्धामा विजय मिल्छ कि मिल्दैन भनेर चाहिँ केही बताउन सकिने भाव पनि रहेको छ। यसै कारणले गर्दा तपाईँहरूले कुनै पनि नोकरी आदिका क्षेत्रमा हुनुहुन्छ भने ज्यादा प्रतिस्पर्धा गर्नुपर्ने यो महिना रहेको छ र प्रतिस्पर्धामा आफ्नो जितको सङ्केत पनि रहेको छ। कार्य सिद्धिको समय, सुखद कार्य प्राप्तिको समय पनि हो, केही अवसर प्राप्तिको समय, अन्न वस्त्र आदि लाभको समय रहेको छ। शत्रुलाई तपाईँहरूले सबका सिकाउने समय पनि रहेको छ। रोग शोक र चिन्ता निवारण हुने महिना पनि रहेको छ। राज्य अधिकारी व्यक्तिहरूसँग मिलेर काम गर्न सक्नुहुन्छ, राज्य पक्षसँग मिलेर काम गर्न सक्ने यो महिना रहेको छ। प्रतापमा वृद्धि हुनेछ, ज्यादा प्रतिस्पर्धा गर्नुपर्ने यो महिना पनि रहेको छ। शोक मोह आदिको भाव तपाईँहरूमा नाश भएर जानेछ, तपाईँहरूको चित्त अलिकति शान्त रहन सक्नेछ र पुराना रोगहरू थिए भने त्यसलाई निवारण गर्नका लागि केही चाहिँ औषधि मूल्य आदि लाग्न सक्छ। मुद्दा मामिला जित्ने, खर्चमा केही नियन्त्रण गरेर अगाडि बढ्नुपर्ने महिना र अब विशेष यी कुराहरू तपाईँहरूलाई मिल्दैछ भने तपाईँहरू श्रम गर्नबाट नडराउनु होला, श्रम गरेर अगाडि बढ्नु होला, सेवा कार्यमा लाग्नु होला, अनुशासनको पालन गरेर अगाडि बढ्नु होला, विशेष राम्रो हुनेछ। भिडियोलाई सेयर गरिदिनु होला। तुला राशि हुने महानुभावहरू, तपाईँहरूको आफ्नो राशिबाट यो फाल्गुनको महिनामा 5औं भावमा सूर्य ग्रह रहनेछन्। त्यसैले तपाईँहरूका लागि के कस्तो फल मिल्दैछ सटिक रूपमा म जानकारी दिनका लागि टिकाराम पौडेल उपस्थित भएको छु। हजुरहरूलाई हाम्रो पेजमा हार्दिक स्वागत छ, च्यानलमा हार्दिक स्वागत छ। अब हजुरहरूले के कसरी अगाडि बढ्न सक्नुहुन्छ राशिफल पुरा श्रवण गर्नुहोला। र 5औं भाव भनेको बुद्धि र सृजनाशीलताको क्षेत्र हो र अलिकति केही सेयर मार्केटसँग सम्बन्धित क्षेत्र पनि मानिन्छ, केही बल बुद्धि विद्याको क्षेत्र पनि मानिन्छ र अलिकति केही न केही कार्य गर्न खोज्नेहरूका लागि दिमागमा अलिकति केही न केही सकारात्मक ऊर्जा प्राप्ति होस् भनेर चाहिँ आफूले केही उपाय गर्ने क्षेत्र पनि हो 5औं भाव भनेको। त्यसै कारणले गर्दा अब 5औं भावमा सूर्य ग्रह रहिरहँदाखेरि ग्रह गोचरको हिसाबमा कस्तो फल मिल्छ त भन्दा विशेष मानसिक भ्रम तपाईँहरूमा रहन सक्छ, किनभने सोचाइको क्षेत्र पनि हो। ज्यादा दिमाग लाउनु पर्ने, ज्यादा बुद्धि ख्याउनु पर्ने तपाईँहरूका लागि रहनेछ भने अलिकति केही अशान्ति हुने, धन मान हानिको सङ्केत तपाईँहरूका लागि रहनेछ। कतै विवादमा पर्न सकिन्छ, यात्राहरू गर्दै हुनुहुन्छ भने अलिकति होस पुर्याउनु पर्ने यो महिना रहेको छ। धन हानि मान हानि भएका कारणले गर्दा आफूले प्राप्त गर्ने धनलाई सही सुरक्षा गरेर अगाडि बढ्नु होला। सामान्य चिन्ता पनि तपाईँहरूमा रहिरहनेछ भने राम्रो प्रदर्शन गर्न जुवा सट्टेबाजी यस्ताबाट विशेष जोगिनु होला, धैर्य राख्नु होला। सन्तानप्रति समय तपाईँहरूले दिनुपर्नेछ। अभिभावक वर्ग हुनुहुन्छ भने सूर्यलाई नमस्कार गर्नुहोला, जल चढाउनु होला। यसरी अगाडि बढ्नुभयो भने केही हदसम्म राम्रो हुनेछ। भिडियोलाई सेयर गरिदिनु होला। वृश्चिक राशि हुने जति पनि महानुभावहरू हुनुहुन्छ तपाईँहरूका लागि विक्रम सम्वत 2082 सालको फाल्गुन महिना के कस्तो रहन्छ सटिक रूपमा छोटो रूपमा राशिफल लिएर म ज्योतिषी पण्डित टिकाराम पौडेल उपस्थित भएको छु। जस्तो ग्रह गोचरीय रूपमा तपाईँहरूलाई मिल्ने फल हो जस्ताको तस्तै मैले जानकारी दिनेछु। विशेष मकर राशिबाट कुम्भ राशिमा सूर्य ग्रहले राशि परिवर्तन गरिरहँदाखेरि तपाईँहरूको आफ्नो राशिबाट चतुर्थ भावमा सूर्य ग्रह रहनेछन्। चतुर्थ भाव भनेको तपाईँहरूको घर घरेरी जग्गा जमिनसँग सम्बन्धित पनि पर्छ, मातासँग सम्बन्धित, मनको शान्तिमा के कतिको कमी अथवा वृद्धि हुन्छ त्योसँग सम्बन्धित क्षेत्र पनि पर्दछ। यसै कारणले गर्दा अब यो महिनामा कतै विवादको सङ्केत तपाईँहरूका लागि देखिएको छ भने अधिक तपाईँहरूमा पनि मानसिक भ्रम उत्पन्न हुन सक्छ। शरीरमा केही पीडाको सङ्केत देखिन्छ, घरेलु केही सामान्य कुराहरूमा झैझमेला झगडाको सङ्केत पनि रहेको छ। त्यसैले कम बोल्नु यो महिनामा तपाईँहरूलाई राम्रो हुनेछ। जमिन जायदादसँग सम्बन्धित केही कष्ट समस्याहरू उत्पन्न हुन सक्नेछ। यात्रा गर्दै हुनुहुन्छ भने विभिन्न असुविधाहरू तपाईँहरूमा रहनेछ। कतै तपाईहरुलाई दुःख दिने व्यक्तिहरू बन्न सक्छन्, यो कुरामा विशेष होस पुर्याउनु होला र केही सुखमा कमी हुन सक्ने बाधा व्यवधान आदि तपाईहरुमा आउन सक्ने मानहानिको सम्भावना पनि तपाईहरुका लागि रहनेछ। त्यसैकारणले गर्दा तपाईहरुले विशेष खटेर डटेर अगाडि बढ्नुपर्ने छ यो महिनामा। अब अलिकति कहीं न कहीं अग्रज व्यक्तिहरूको चाहिँ सम्मान गर्नुपर्ने यो महिना तपाईहरुका लागि रहनेछ। मातापिताको सम्मान गर्नुपर्छ र विशेष सरसफाइमा ध्यान दिनुपर्ने यो महिना रहेको छ। तपाईहरुले पनि सूर्यलाई जल चढाउने
चढाउने, भगवान शिवजीको आराधना गर्ने, यसरी अगाडि बढ्नुभयो भने केही हदसम्म राम्रो हुनेछ। भिडियोलाई सेयर गरिदिनु होला। हजुरहरू धनु राशि हुने जति पनि महानुभावहरू हुनुहुन्छ, तपाईँहरूका लागि विक्रम सम्वत 2082 सालको फाल्गुन महिना के कस्तो रहन्छ त? सठिक रूपमा सूर्य ग्रहले मकर राशिबाट कुम्भ राशिमा प्रवेश गरिरहँदा हजुरहरूलाई कस्तो फल दिनेछन्, सफलता असफलता हजुरहरूलाई पुरा जानकारी दिइनेछ। म टिकाराम पौडेल, हजुरहरूलाई हाम्रो पेजमा च्यानलमा हार्दिक स्वागत रहेको छ। तृतीय भाव भनेको विशेष त साहस र आत्मविश्वासको भाव हो। तपाईँहरूको आफ्नो राशिबाट सूर्य ग्रह तृतीय भावमा रहनेछन् यो फाल्गुनको महिनामा। विशेष तपाईँहरूमा केही नयाँ प्रयास चाहिँ हुनसक्छ, कार्यक्षेत्रहरूमा सफलता प्राप्तिको सङ्केत पनि रहेको छ। रोग शोक मुक्तिका लागि विशेष राम्रो महिना रहेको छ। सुख चैनमा वृद्धि पनि हुनेछ। साधु सज्जन आदिसँग भेटघाट चिनजानको यो महिना पनि रहेको छ भने उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाटको सङ्केत देखिएको छ। हरेक ठाउँमा प्रतिस्पर्धा हुने, धेरै व्यक्तिहरूलाई आफूतिर केन्द्रित गर्ने यो महिना रहेको छ। र तपाईहरु अभिभावक वर्ग हुनुहुन्छ भने सन्तति वर्ग आदिका समस्यालाई हल गरिदिनु पर्नेछ। धन मान लाभ प्राप्तिको यो महिना रहेको छ भने विशेषतः अधिक कार्यक्षेत्रमा खट्नुपर्ने महिना रहेको छ। व्यावहारिक बन्नुपर्ने यो महिना तपाईहरुका लागि रहनेछ। छोटामोटा यात्राको सङ्केत पनि देखिएको छ भने तपाईहरुले चाहिँ मिडिया क्षेत्र अथवा लेखन क्षेत्रहरूमा हुनुहुन्छ भने फाइदा लिन सक्ने यो महिना रहेको छ। धैर्यका साथमा कोही व्यक्तिहरूसँग संवाद गर्नु राम्रो हुनेछ। साहसिक निर्णय लिनु तपाईहरुका लागि यो महिनामा राम्रो हुनेछ। भिडियोलाई सेयर गरिदिनु होला। विक्रम सम्वत 2082 सालको फाल्गुन महिना मकर राशिका लागि के कस्तो रहन्छ, जस्ताको तस्तै सठिक रूपमा छोटो रूपमा राशिफल लिएर म टिकाराम पौडेल उपस्थित भएको छु। हजुरहरूलाई हाम्रो पेज हाम्रो च्यानलमा हार्दिक स्वागत छ। हजुरहरूले राम्रो लागे सेयर भने गरिदिन नभुल्नुहोला। मकर राशिबाट कुम्भ राशिमा सूर्य ग्रहले राशि परिवर्तन गरेर जाँदा मिल्ने ग्रह गोचरीय फल के कस्तो हो, जस्ताको तस्तै म बताउने छु। तपाईहरुको आफ्नो राशिबाट द्वितीय भावमा सूर्य ग्रह रहनेछन् फाल्गुनको महिनामा। द्वितीय भाव भनेको धन बाणी कुटुम्बको सम्बन्धित क्षेत्र पनि हो र बाणीमा के कस्तो प्रभाव पर्छ त्योसँग सम्बन्धित क्षेत्र हो। त्यसै कारणले गर्दा अब यो महिनामा सामान्य धनको हिसाबले कुरा गर्ने हो भने बचत बढ्न सक्छ। धन कम आउला तर आएकोलाई सदुपयोग गर्न सक्नुहुन्छ भन्ने यस्तो स्थिति हो। परिवारमा केही तिक्तताको सङ्केत तपाईहरुका लागि देखिएको छ। बाणीमा केही कठोरता आउनेछ। राम्रो बोले पनि अरूले नराम्रो सुन्नेछन् यो महिनामा, त्यसैले यो कुरामा ध्यान दिनु होला। र दुष्ट व्यक्तिहरू, खराब कर्म गर्ने व्यक्तिहरूबाट तपाईहरु पनि बच्नुपर्छ र आफ्नो स्वभावमा केही परिवर्तन पनि आउन सक्छ। शिरमा केही पीडाको सङ्केत, आँखामा केही पीडाको सङ्केत पनि तपाईहरुका लागि देखिएको छ। अब यो महिनामा विभिन्न मित्र वर्ग आदिबाट साथ र सहयोग लिनका लागि अलिकति झुकाव राख्नुपर्ने महिना पनि रहेको छ र मान प्रतिष्ठा मिश्रित तपाईहरुका लागि मिल्नेछ। के गर्ने त भन्दा मिठो बोल्ने प्रयास गर्ने, दान पुण्यमा ध्यान दिने अनि झैझगडाबाट टाढा रहने यो काम गरेर अगाडि बढ्नु होला। राम्रो हुन्छ। भिडियोलाई सेयर गरिदिनु होला। कुम्भ राशि हुने महानुभावहरूका लागि यो फाल्गुनको महिना के कस्तो रहन्छ, ग्रह गोचरको हिसाबमा सठिक रूपमा राशिफल लिएर म ज्योतिषी पण्डित टिकाराम पौडेल उपस्थित भएको छु। हजुरहरू कुम्भ राशि हुने महानुभावहरूले कुन कुन क्षेत्रमा भएका कमी कमजोरीहरूलाई सुधार गरेर अगाडि बढ्ने, के गर्ने के नगर्ने हजुरहरूले बुझ्नु भयो भने विशेष राम्रो हुनेछ। मकर राशिबाट कुम्भ राशिमा सूर्य ग्रहले राशि परिवर्तन गर्दा तपाईहरुको आफ्नो राशिमा कुम्भ राशिमा नै सूर्य ग्रह रहिरहँदाखेरिको अवस्थामा अब त्यो भाव भनेको चाहिँ आत्मकेन्द्रितताको भाव हो र नेतृत्व क्षमताको भाव हो प्रथम भाव भनेको। यसै कारणले गर्दा तपाईहरुमा केही स्वास्थ्यमा चाहिँ कमी कमजोरीको सङ्केत पनि देखिएको छ। उच्च रक्तचाप, हृदय रोग, थकान यस्ता कुराहरू पहिलेदेखि थिए भने यसमा खानपानमा विशेष ध्यान दिनु होला। उदर पेटमा केही विकारहरू पहिलेदेखि थिए भने विशेष ध्यान दिनुपर्छ। हरेक कार्यमा विलम्ब हुन सक्ने, काम होला कि जस्तो हुन्छ फेरि अड्किन्छ, काममा असफलता मिल्ने यस्तो सङ्केत यो महिनामा देखिएको छ। समयमा भोजन उचित लिनु तपाईहरुका लागि राम्रो हुनेछ। कुनै पनि उद्देश्य बेगर भड्किनु तपाईहरुका लागि राम्रो हुँदैन यो महिनामा र परिवारबाट अलिकति दूर टाढा रहनुपर्ने सङ्केत पनि देखिएको छ। कतै मानसिक भ्रम व्यथा तपाईहरुलाई रहनेछ। कामको केही जिम्मेवारी थपिने यो महिना रहेको छ भने अब तपाईहरुले के गर्ने त भन्दा विनम्रतालाई ग्रहण गर्ने, स्वास्थ्यमा आफ्नो ध्यान दिने र सूर्यको पूजा गर्ने, सूर्यलाई जल चढाउने यी कामहरू गर्नुभयो भने राम्रो हुन्छ। भिडियोलाई सेयर गरिदिनु होला। मीन राशि हुने जति पनि महानुभावहरू हुनुहुन्छ तपाईहरुका लागि यो फाल्गुनको महिना के कस्तो रहन्छ, के गरेर अगाडि बढ्दा राम्रो हुन्छ, के गर्ने के नगर्ने हजुरहरूलाई सठिक रूपमा छोटो रूपमा राशिफल लिएर म ज्योतिषी पण्डित टिकाराम पौडेल उपस्थित भएको छु। मकर राशिबाट कुम्भ राशिमा सूर्य ग्रहले राशि परिवर्तन गर्दा तपाईहरुको आफ्नो राशिबाट 12औं भावमा सूर्य ग्रह रहनेछन्। 12औं भाव भनेको खर्चसँग सम्बन्धित, एकान्त र केही अध्यात्मसँग सम्बन्धित मोक्षको भाव
पनि हो। अब विशेष तपाईँहरूलाई यो महिनामा केही खर्च बढ्ने सङ्केत देखिएको छ। तपाईँहरूको निन्द्रा बिग्रन सक्ने, निन्द्रामा केही समस्याहरूको सङ्केत पनि यो महिनामा देखिएको छ। कार्यमा हानि, पदमा हानि र अधिक व्ययको सङ्केत भएका कारणले गर्दा कहीँ समाजसेवाहरू गर्दै हुनुहुन्छ भने पनि तपाईँहरूले अलिकति विचार पुर्याएर अगाडि बढ्नुहोला। केही पेटमा गडबडी हुन सक्ने, शिरमा गडबडी हुन सक्ने, आँखामा गडबडी हुन सक्ने यस्तो सङ्केत देखिएको छ। र शत्रुतापूर्ण व्यवहार गर्ने व्यक्तिहरूबाट हरेक काममा जोगिएर अगाडि बढ्नुपर्छ। अपमानको भय रहनेछ। एकैछिन तपाईँहरूको अगाडि आएर ठिक्क पार्छन्, फेरि पछाडि गएर तपाईँहरूका कुरा काट्ने व्यक्तिहरू ज्यादा तपाईँहरूको नजिक पर्न सक्ने खालको सङ्केत देखिएको छ। अध्यात्ममा भने केही प्रगति हुनेछ। वैदेशिक क्षेत्रप्रति तपाईँहरूको केही चासो र रुचिको विषय यो महिनामा रहनेछ। अब के गर्ने त भन्दा खर्चमा नियन्त्रण गर्ने, ध्यान जप पूजापाठमा विशेष ध्यान दिने, दान पुण्यमा विशेष ध्यान दिने, यसरी अगाडि बढ्नुभयो भने राम्रो हुन्छ। विशेष सूर्यलाई तपाईँहरूले पनि यो महिनामा पनि जल चढाएर अगाडि बढ्नुभयो भने राम्रो हुन्छ। भिडियोलाई सेयर गरिदिनु होला।